एक्जाम कस्तो भयो? मेरो ठिकै भयो। कति जिपे आउँछ होला? जिपे त अलि थाहा छैन, हुन त राम्रै गइरह, राम्रै आउला। अनि प्लस 2 पछिको प्लान चाहिँ के छ नि तिम्रो? प्लस 2 पछि त अब बिजनेस गर्ने छ गर, ब्याचलर नेपालमा पढेर बिजनेस गर्ने प्लान छ। ए ल हुन्छ, तिमीलाई चाहिँ मैले एउटा डेयर च्यालेन्ज दिन्छु, त्यो गर्यौ भने चाहिँ तिमीलाई गिफ्ट दिन्छु है त। हस्। ल तिमी चाहिँ चिच्चाएर के एउटा सेन्टेन्स भन्नु पर्यो, एकदमै चिच्चाएर। भर्खरै एकदम चिच्चाएर है। हेलो कैसे कैसे लोग रहते हैं यार यहाँ पर। ल हुन्छ, नाइस वान। तिमीले डेयर च्यालेन्ज कम्प्लिट गरेको भएर तिमीलाई चाहिँ यो मुभी टिकट रहेको छ हबको तर्फबाट, 2 जनाको टिकट हो। तिमी चाहिँ अब हाम्रो अफिस आएर लिन सक्छौ है त। थ्याङ्क यू। यदि हजुरहरू पनि यस्तै एक्साइटिङ गेमहरू खेलेर गिफ्ट ह्याम्पर्सहरू लिन चाहनुहुन्छ भने हजुर कुन सेन्टरमा पढ्नु भएको छ तल कमेन्ट बक्समा लेख्नुहोस्, हामी हजुरको सेन्टरमा आउनेछौँ।